Ready? Let's go. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. हेलो नमस्ते, वेलकम सबैलाई। आज चाहिँ मेरो जन्मदिन, मेरो बर्थडे। सो साथीभाइ सबैजना बिजी हुनुहुन्छ, म खासै केही यस्तो गर्दिनँ तामझाम। आमा आउनुभएको छ, आमा र म टक्क पार्कमा, क्रिक पार्कमा बसेर घरबाटै बनाएर लगेको खाना, केकहरू त्यहीँ काट्ने, त्यहीँ बस्ने, एकछिन हावापानी खाने अनि ब्याक हुने। सो हजुरहरू हेर्दै गर्नु होला मेरो बर्थडे ब्लग। सी यू। साथीहरू, हामी ट्याक्सी समात्यौँ है, ट्याक्सीमा बस्यौँ आमा र म दुईजना मात्रै। अब जाँदैछु पार्कतिर। पार्क यहीँ नजिक छ मेरोबाट, 10 मिनट 15 मिनट लाग्छ। सो हामी नजिक छौँ, हजुरहरूलाई देखाउँछौँ के गर्यो हामी पार्कमा। गाइस, अब यहाँ आइसक्यो, अब टिकट काटेर भित्र जाने। सो आउनु होला। आज मेरो छोरीको बर्थडे, हामी पार्कमा आएको, खाने गम कि गम। मजा आएगा आज। गाइस, हामी क्रिक पार्क भित्र चाहिँ आइसक्यौँ। अनि आज सन्डे छ, पुरा भिड छ है। अब हामी शीतल ठाउँ कहाँ राम्रो होइन, अनि त्यहाँ गएर बस्ने। मैले घरबाट चाहिँ खानेकुराहरू सब बनाएर लिएर आएको छु, किनकि साथीभाइ पनि अलिक बिजी हुन्छ नि त, सबैको आफ्नो आफ्नो काम हुन्छ। फेरि मेरो दुबईमा कोही साथी पनि खासै छैन, सो म कसैलाई इन्भाइट गरेँ। अनि म बर्थडे त्यस्तो मनाउँदिनँ, हल्का फुल्का हो। सो मम्मी हुनुहुन्छ, मम्मी भएपछि भइहाल्यो। मम्मीलाई नि घुमाउनुहुन्छ, अनि आमा छोरी बसेर मस्त बेलाको किचनको खाना खानुपर्छ। गाइस, यहाँ हेर्नु पानी कस्तो राम्रो है। पार्कहरूमा यस्तो घुम्दा त कस्तो मजा आउँछ नि। यस्तो सम टाइम घरबाट खानासाना बनाएर है लिएर आएर आफ्नो फ्यामिली फ्रेन्डसँग यसरी बसेर इन्जोय गर्दा नि भयो नि। हलिडेजमा, विकेन्डमा
सो यहाँ मैले ठाउँ आज बिजी भएर ल ठाउँ खोज्दा खोज्दा मलाई यही ठाउँ ठिक लाग्यो, शीतल पनि होइन, कोही पनि छैन वरिपरि नजिक। सो यहाँ बस्नु, फ्लावर कति धेरै झरेको छ है, हेर्नु कति धेरै मान्छे आएछ आज सन्डे भएर। सो म चाहिँ यहाँ बस्ने, ठ्याक्क पानीको अगाडि यहाँ बस्ने। गाइस गर्मी भयो कि त्यो घुम्दा घुम्दा है, अनि त्यसपछि पहिला कोक खानु पर्ला, अनि त्यसपछि अहिले बिस्तारै खानेकुरा खाने। लिनु आमा। Happy birthday to you. Happy birthday to you. Happy birthday, Basant. गाइस मैले केक यहीँ लिएर आएको, आमा र म मात्रै छु, अनि बरु यहीँ केक पनि काट्ने खाने। यही हो मेरो बर्थडे गाइस। कस्तो लाग्यो गाइस? केक त कस्तो मिठो रहेछ क्या, तर घामले अलि मेल्ट भयो, तर टेस्ट इज यामी। मिठो छ है, मिठो छ है। अनि यो ठाउँ कस्तो रमाइलो लाग्यो। म फर्स्ट टाइम आएँ यहाँ, मलाई त यस्तो रमाइलो लाग्यो। पानी छ होइन, यस्तो राम्रो गार्डन छ, अनि टिकटक बनाउनेहरूलाई चाहिँ एकदम बेस्ट ठाउँ है टिकटक बनाउनेलाई। नआउनु भएकोहरू आउनु होला। गिजर पाङ्रा नेपालीमा पाङ्रा। अनि यो चाहिँ मैले के बनाएर ल्याएँ हजुरहरूले। यो चाहिँ पास्ता, अनि यहाँ चाहिँ ऊ छ चिकन एयर फ्राई गरेर लिएर आएको। दाँत कोटाउने ल्याउँछु भने बिर्सेँ। यो चाहिँ चिकन रोस्ट गरेर लिएर आएको एयर फ्राई। अनि यो 3 चिज लिएर आएँ। आमा र छोरी मात्र हो, सो पुग्छ हामीलाई। अनि यो चिउरा छ। ल अब म तपाईँ त पास्तै खानु होला होइन, किन राख्नु। त्यो चिकन दाँतमा केही चिउरा त खानु डल्लै हालिदिउँ।
बास्ना मिठो आइरहेछ गाइस। बाहिर खानुभन्दा त आफूले घरमा बनाएको फ्रेस राम्रो सिट जस्तो खानु मन लाग्यो बनाउँदा भयो नि त होइन। झरेछ यार। मैले डल्ले नि ल्याएको थिएँ। Cheers. मिठो। कस्तो भयो आमा? मिठो मिठो नि। डल्ले खोर्सानी यो होममेड डल्ले खोर्सानी है पहिला आमाले मलाई पठाइदिनु भएको थियो, अझै छ। यसपालिको चाहिँ होइन, पहिलाको। आई लभ डल्ले। यहाँ राख्ने हो, सुरुप सुरुप खाने हो। तपाईँले हालिदिनु तेल थोरै, तेल खानु नि त। यम 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 यम। तेल पनि न मिठो स्पाइसी। गाइस अब हाम्रो खानपिन भयो। अब अलिअलि नखाएको बचियो। अब यसो डुल्नु पर्यो, पार्क घुम्नु पर्यो, खाएको पचाउनु पर्यो। अब यो प्याकअप गरिदिने, किनकि यतिकै छोडेर कता जानु भनेर। अनि यो प्याकअप गरेर अनि यो गुडाउँदै खाली भइसक्यो। गुडाउँदै भ्यूहरू हेर्दै अनि घरतिर प्रस्थान गर्दै। कता यता गएको? कस्तो राम्रो गाइस। दुबईमा पनि यस्तो राम्रो फुल क्या, यो सिजन फुलको हो कि के हो थाहा भएन। कस्तो कलरफुल के, यहीँ हेरिराखौँ यहीँ बसिराखौँ जस्तो। हेर्नु न अझै रात हुन लाग्यो, 7 बज्यो होइन। थोरै अँध्यारो भयो बट ब्युटिफुल। अब समुद्रमा जाने भने अनि मेरो त जुत्ता पनि क्या लुगा जस्तो। गाइस घर जान मन लागेन, तर अँध्यारो भयो है। अनि आशा छ होला हजुरहरूलाई मेरो यो सानो बर्थडे भ्लग मन पर्यो होला विथ मम्मी है। अब 7:30 हुन लागिसक्यो। सो अब हामी जान्छौँ। यही थियो मेरो बर्थडे भ्लग। आशा छ हजुरहरूलाई मनपर्छ। मन परेमा लाइक सब्सक्राइब एन्ड सेयर गर्न नबिर्सिनु होला। बाई, सी यू नेक्स्ट भिडियो।